ल चाहिँ हामी चाहिँ पाल्पा नुवाकोटको यात्रामा है फेरि नयाँ भिडियो लिएर तपाईँहरू सामु उपस्थित भएको छु है। ल हेर्नुहोस् है, जङ्गलको बाटो है, फेरि दाजुभाइ लाग्यो है। फेरि हामी पोखराको टोली, उही दाइ र भाइको जोडी है। फेरि हामी चाहिँ आज चाहिँ नुवाकोटतिर लाग्यो है। पाल्पा नुवाकोट साह्रै गर्मीको अनुभव भएर तल है हाम्रो पुटलतिर साह्रै गर्मी छ है। त्यही भएर हामी चाहिँ नुवाकोटको यात्रातिर लागेर जङ्गलको बाटो है, त्यो कच्ची बाटो हुँदै माथि चाहिँ डाँडामा चिसो सट्ट चिसोमा बसौँ भनेर है। हामी पोखरा दाजुभाइ भनौँ न, पोखरा हामी यात्रा गर्ने, हामी दुईजना दाजुभाइ सँगै है टुरमा अनिवार्य रूपमा घुमिरहेको है। आज तपाईँलाई हामीले नयाँ अनुभव दिउँ भनेर है नयाँ साइडतिर देखाइरहेको छौँ। यो चाहिँ हाम्रो पाल्पा नुवाकोट है। यस्तो बाटो छ है साथीहरू है, बाटो साह्रै अप्ठ्यारो है। दाइ केही भनिदिनु न यसको बारेमा है। यो बाटो साह्रै अप्ठ्यारो छ, अफ रोड हो है, जङ्गलको बाटो जस्तो, तर माथि साह्रै चिसो हुन्छ, कुहिरो लाउँछ। र दाइले पनि आफ्नो दुई शब्द राखिदिनु भयो। हामी दुईजना दाजुभाइ सँगै है, हाम्रो भनेको चाहिँ नि घुम्ने फिर्ने है, हामी कहिले कता है तपाईँहरूलाई। त्यही भएर आज चाहिँ केही नयाँ देखाउँ भनेर है हामी जङ्गलको बाटो हिँडिरहेको छौँ। यो नुवाकोट, पाल्पा नुवाकोट भन्ने एउटा साह्रै फेमस पुटलको फेमस ठाउँ है। धेरैजना यहाँ घुम्न आउनुहुन्छ है। हामी पनि आज यताको अनुभव लिउँ भनेर उकालो लागिरहेको छ। ल अनुसार साथीभाइहरू औँसेलु खाँदै हुनुहुन्छ है, हामी पनि हल्का औँसेलु चाखौँ है, रोकौँ है साथी है। ल हेर्नुहोस्, पाहाडको मिठो ऐँसेलु खाँदैछौँ है हामी अब है। ल यसलाई ऐँसेलु भन्छ है साथीहरू है, पाक्या रहेछ है दाइ। ल यसलाई ठ्याक्क हेर्नुहोस् है, यसलाई ऐँसेलु भन्नुहुन्छ। उहाँले धेरै टिपेर आउनु भएको रहेछ, धेरै सङ्कलन गर्नुभएको रहेछ। हामी पनि चाखौँ है त।